नमस्कार। आज कुरा गरौँ डेङ्गुको बारेमा। बर्खा सुरु भएसँगै डेङ्गुको जोखिम बढ्न थालेको छ। एडिज प्रजातिको लामखुट्टेले टोकेर लाग्ने रोग हो। प्राय गरी बिहान घाम उदाउनुभन्दा अगाडि र साँझ घाम अस्ताउनुभन्दा अगाडिको समयमा देखिने गर्छ र यो लामखुट्टे विशेष गरी जमेको सफा पानीमा बस्ने गर्दछ। त्यसैले डेङ्गुबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको पानी जम्न नदिनु नै हो। त्यसैले आफ्नो घर वरिपरि पानी जम्ने ठाउँहरूलाई नियमित जाँच गरेर सफा गर्नुहोस्। घर वरिपरि पानी जम्ने खाल्टाखुल्टी भएको ठाउँ, फुल राख्ने गमला अथवा बाल्टिनहरू, बारीमा अथवा यत्तिकै बाहिर फालिएका ग्यारेजमा राखिएका पुराना टायरहरूमा टुटेफुटेका सामानहरू लगायत पानी जम्न सक्ने खालका भाँडाकुँडाहरू, घरभित्र कुलर, पानी प्रयोग हुने विभिन्न सजावटका सामग्री, यी ठाउँहरूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ र पानी जम्न दिनु हुँदैन र घरभित्रका सजावटका सामग्रीहरू, फुलदानीहरूमा चाहिँ प्रत्येक हप्तामा चाहिँ पानी परिवर्तन गर्नुपर्ने हुन्छ। यसैगरी अर्को उपाय भनेको लामखुट्टेको टोकाइबाट बस्नु पर्यो र लामखुट्टेको टोकाइबाट बस्नको लागि बिहान अथवा साँझको समयमा पुरा बाउला भएको कपडा लगाउने, अर्को झ्याल ढोकामा जालीको प्रयोग गर्ने, आवश्यक परेमा लामखुट्टेबाट बस्नको लागि झुल र लामखुट्टे मार्ने विभिन्न औषधिहरूको प्रयोग गर्न सकिन्छ। यदि तपाईँलाई उच्च ज्वरो आएको छ, एकदमै टाउको दुखेको छ, जिउ एकदमै दुखेको छ, आँखाको पछाडिपट्टि, आँखाको जुन गेडी भन्छौँ त्यसको पछाडिपट्टि एकदमै दुखेको छ, शरीरमा रातो बिबिरा आएको छ भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र आफैले चाहिँ औषधि सेवन नगर्नुहोस्। डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको लामखुट्टेको टोकाइबाट बस्नु र साथै लामखुट्टेलाई बढ्न नदिनु हो। हामी सबै मिली आफ्नो गाउँ टोल सरसफाइ राखौँ, पानी जम्न नदिउँ, डेङ्गु मुक्त समाजको लागि सबैले मिलेर योगदान गरौँ।